प्रोफेसनल मेकअप आर्टिस्ट हुनको लागि चाहिँ हजुरहरूलाई आई मेकअपमा चाहिँ ब्लेन्डिङ मात्र नभएर आई मेकअपमा चाहिँ सेप र डिटेलिङ पनि हुन्छ भन्ने कुराहरू चाहिँ थाहा हुनुपर्ने हुन्छ। विशेष गरी म चाहिँ हजुरहरूलाई आज आई मेकअपको बारेमा भन्दैछु। हजुरहरूको सफ्टर आई लुकहरू चाहिँ हामीले नेचुरली प्रेजेन्ट हुनको लागि, पार्टीहरूमा जानको लागि एकदम राम्रो हुन्छ भने यस्तो किसिमको डिफाइनिङ लुकहरू चाहिँ हजुरहरूको फोटोसुटदेखि लिएर पोर्टफोलियोहरूमा एकदमै राम्रो देखिन्छ। सफ्टर लुक चाहिँ अब हाम्रो परबाट हेर्दा देखिँदैन भने यस्तो डिफाइनिङ किसिमको लुकहरू चाहिँ हामीले परबाट हेर्दा पनि एकदम अट्र्याक्टिभ देखिन्छ, टक्क सेप भएको देखिन्छ। त्यही भएर हजुरहरूलाई चाहिँ यस्तो सेपहरू पनि बनाउन आउनुपर्ने हुन्छ। कट क्रिज भनिसके बित्तिकै ठ्याक्कै हामीले चाहिँ क्रिजलाई विशेष गरी फोकस गर्नुपर्ने हुन्छ। क्रिज भनेको हाम्रो आँखामा भएको खाल्टो हो। त्यो खाल्टोलाई चाहिँ हजुरले लाइट कलरले मात्र लगाएर चाहिँ निकाल्नुभयो भने हाम्रो क्रिज देखिँदैन। क्रिजलाई अलिकति हामीले गहिरो देखाउनको लागि, अलिकति खाल्टो देखाउनको लागि चाहिँ कलरहरू चाहिँ लाइट, मिडियम, डार्क गरेर अझ पनि कलरलाई डार्क बनाउनको लागि ब्ल्याक पनि मिक्स गरेको हुन्छ र हजुरले हेर्न सक्नुहुन्छ मोडलको आइजमा चाहिँ कलर मैले भनेको जस्तो लाइट, मिडियम, डार्क गरेर छ। त्यसपछि बल्ल आँखामा क्रिजहरू डिफाइनिङ भएर देखेको छ र कन्सिलरले कट गरेर चाहिँ एकदम क्लिन लाइन निकाल्नुपर्ने हुन्छ। यस्तो टेक्निकलाई चाहिँ कट क्रिज भनिन्छ। हेर्न सक्नुहुन्छ एकदमै राम्रो सेप भएर चाहिँ यसरी आई मेकअप देखिन्छ र हजुरले सफ्टर लुकलाई एकताल इमेजिन गर्नुभयो भने चाहिँ सफ्ट हुन्छ। नेचुरली हामीलाई हिँड्न, पार्टीमा जान चाहिँ सजिलो फिल गराउँछ भने यस्तो किसिमको लुकले चाहिँ हजुरहरूको आईलाई एकदम अट्र्याक्टिभ देखाइदिन्छ। पोर्टफोलियो हजुरहरूले आफ्नो मेकअप पेजहरूमा राख्नुभयो भने चाहिँ अरूलाई पनि यसो हेर्नको लागि चाहिँ राम्रो देखिन्छ। यस्तै किसिमको आई मेकअपले गर्दाखेरि चाहिँ मेरो स्टुडेन्टहरू पनि यस्तो खालको मेकअप हुँदो रहेछ भनेर कतिजना पनि आउनुहुन्छ। त्यही भएर एज अ आर्टिस्ट तपाईँहरूलाई चाहिँ सफ्ट लुक मात्र नभएर डिफाइनिङ लुकदेखि लिएर सबै लुक्सहरूको बारेमा चाहिँ नलेज हुनुपर्छ, ताकि हजुरहरूको भोलि क्लाइन्टले या त स्टुडेन्टहरूले जुनै किसिमको आई मेकअप डिमान्ड गरे पनि हुन्छ, म हजुरलाई सिकाउन सक्छु, गरिदिन सक्छु भन्ने चाहिँ हुनुपर्छ। त्यही भएर हजुरहरूलाई पनि प्रोफेसनल ब्राइडल आर्टिस्ट अथवा प्रोफेसनल मेकअप आर्टिस्ट हुनु मन छ भने चाहिँ हजुरहरूलाई चाहिँ ब्लेन्डिङ मात्र नभएर डिफाइनिङ र सेपको बारेमा पनि नलेज हुनुपर्छ। आज चाहिँ मैले स्टुडेन्टलाई यही टपिकमा कुरा गरेको थिएँ र उहाँले गरेको मेकअप चाहिँ एकदमै डिफाइनिङ र सेपमा छ। हजुरहरूलाई पनि मसँग मेकअप क्लास सिक्न मन छ भने आउन सक्नुहुन्छ। यो चाहिँ स्टुडेन्टले गर्नुभएको वर्क हो।